भयो नमस्ते सबैजनालाई आज चाहिँ हामी ठुलो फ्यामिलीको सुट गर्दैछौँ मेबी 8जना हुन्छ होला त्यही भएर हामीले सेटअप सबै रेडी गरेर राखेका छौँ अनि उहाँहरूलाई कुरिरहेछौँ भनौँ अनि उहाँहरू चाहिँ केही महिना अगाडि कपल सुट गर्न आउनु भएको थियो अनि फेरि सम्झेर आउनुभयो हाम्रो काम मन परेर नै होला सायद अनि धेरै धेरै धन्यवाद उहाँहरूलाई अब हेर्दै जानुहोस् के हुन्छ हाम्रो आजको ठुलो फ्यामिली सुटमा ल बस हल्का धेरै टाँसेर भन्दा नि अलि यता बस हो भयो यतिकै खुट्टा बराबर राख्नु ल तपाईँको चाहिँ ल भयो दुईजना हेरिराख्नु भएको छ स्माइल गर्नु बाजेको छाया आयो यार चल फेसमा छाया आयो कि बाजेको ल दुईजना अलिकति हाँस्नु ल हाँस्नु अलि ल मलाई हेर्नु बाजेले हेर्नु भा बजेले ल ठिक छ ल आउनु त हजुरहरू 3जना इन्ट्री हुनु तपाईँ सेन्टरमा बस्नु हजुर यतै बस्नु तपाईँ उता हजुर सेन्टरमा बस्नु यस्तो गर्नु तपाईँ बिचमा जानु बाउ छोराको बिचमा तपाईँ टोपी ओढ्नुहुन्छ अलि नजिक आउनु त तपाईँ अलि अगाडि नानी अगाडि हो यसै अझ तपाईँ नि अगाडि आउनु हो अलि अगाडि आउनु ल सबैजनाले यो क्यामेरामा हेरिदिनु है यसको चाहिँ भिडियो मात्रै हो त्यही भएर मेरो क्यामेरामा हेरिदिनु हो यति मेरो मुटु त बाङ्गो छ क्या हो है तपाईँ अलिकति उता जानु हो यहाँ थोरै ग्याप गर्नु धेरै नटाँसिनु तपाईँहरू तपाईँ थोरै एक स्टेप अगाडि आउनु ल हो भाइ ल है रेडी स्माइल सबैजना हो स्माइल हाँस्नु पख्नु ल फेरि एकचोटि म मिलाउँछु है तपाईँ थोरै यता जानु हो भयो थोरै यता तपाईँ चाहिँ थोरै यता स्माइल मलाई हेर्नु सबैजना हो थोरै नजिक आउनु हो भयो स्माइल त्यो म्याक्सिममसम्म आउनु ल जति सक्छ फेरि एकचोटि यहाँ हेर्नु है होइन तपाईँले धेरै उस गर्नु यतिको यस्तो गर्नु त हो धेरै भयो हो यतिको हो ठिक छ ल हो यत्तिकै गर्नु ल स्माइल एकचोटि हात यसरी राख्नु दुईजनासँग हो यतिको अलि यसरी आउनु हो त्यति स्माइल ठिक छ फेरि एकचोटि जलन नभएर मलाई गाह्रो भयो ए सरी तपाईँलाई लाग्यो हजुर उठेर यहाँ आउनु एउटा तपाईँ चाहिँ यसरी आउनु ल हो यसरी हो त्यसरी ठिक छ पायो उता त्यो पछाडि टाइप उसमा छ ल त्यो नयाँ ऱ्याकमा एकदम हो ठिक छ ल यहीँ बस्ने ऐठामा पक्नु है पक्नु दादा छैन मान्छे छैन
यताको बाजे कि ड्याडी कि को त्यस्तो गर्न सजिलो भएन भने यो यहीँ छोडिदिनु यो हातलाई चाहिँ यहाँ मात्रै राख्नु हो यसरी पछाडिको पैसा यसरी आउनु अलि यता आउनु त अलि अगाडि आउनु अलि अगाडि सबै यसरी बस्नु न एउटा सबैजना स्माइल गर्नु ल सबैजना आँखा बन्द गर्नु बिग स्माइल फेरि एकचोटि आँखा बन्द गर्नु ठिक छ पक्नु ल तपाईँ नि उठ्नु है अब हजुर नि उठ्नु के अरे तपाईँहरू आउनु त अगाडि बस्नु त तपाईँहरू तिनजना लेडिजहरू तपाईँ नि उतै जानु पछाडि जानु बस्ने हो हामी के उभिने हो तपाईँ बस्ने यसरी तपाईँ चाहिँ साइडमै उभिनु भयो नि सेन्टरमा आउँछ बिचमा होइन उहाँ मम्मी बिचमा यहाँ लेफ्टमा कि राइट यतै बस म यतै बस्छु अलि अगाडि आउनु ठिक छ ल सबै कर्म मिलाउनु त फेरि पछ्यौरी स्माइल हाँस्नु त सबैजना कोही हाँसै देखिएन है मैले हाँस्नु एकचोटि बाजे बसिराख्दा एउटा सिङ्गल गीत दिन्छु ल तपाईँहरू जानु त नउठ्नु है बुढा यहाँ भएन है बाजेले बजेको त खिचिसक्नु भयो खिच्छ बाजे एकैछिन बस्नु ल है एकैछिन बस्नु ल ल एउटा त्यो उता हटाइदिन्छ पछाडिको एकैछिन उभिनु ल चेयर हटाइदिन्छ अनि उता फर्काउनु न एउटा मात्रै जस्ट पोर्ट्रेट मात्रै उता यता तपाईँहरूलाई हेर्नु भन्नु यता होइन यता मलाई हेर्नु एउटा तपाईँहरू तिनजनाको खिचौँ भनेर क्या एक घन्टा पछि जोड्न मिल्छ क्या यो ए हो ल मलाई हेर्नु है बन्द ठिक छ भयो ल बाजेले भयो बाजेलाई एकछिन रेस्ट ल बाजेलाई रेस्ट धेरै नजिक नजानु नजिक नआइदिएर के कति वर्षपछि आउनु होला अलि टाढो जानु त अलिक उता जानु अलि यता तपाईँलाई सजिलो अलि त हो उहाँ चाहिँ आउनुहुन्छ क्या अङ्गल हाल्न यसरी तपाईँ चाहिँ ल दुईजना मात्रै एउटा खिचौँ न यो पछ्यौराको बर्डर मिलाउनु पर्यो भनेको खै मिलेन हौ यो हल्का बाक्लो रहेछ त्यही भएर तपाईँ आइहाल्नु न तपाईँको भ्याइहाल्नु आउनु पछाडि जानु तपाईँ हो त्यसरी अङ्गलै हाल्नु ल सबैजना तिनजना एकचोटि एकदम बढी खुलेर हाँस्दिनु त ल हो हाँस्नै भएन है खुलेर हाँस्दिनु न एउटा ल तल जानु त मम्मीको काखमा अहिले त बाजेलाई गरेको जस्तो मम्मीको काखमा अनि छोरालाई यसरी अङ्गल हाल्नु हो यसरी धेरै होइन थोरै मात्रै तपाईँ यस्तो भन्नुभयो कि अलिक यस्तरी जानु हजुर अङ्गल आएपछि अलिक नजिक जानु पऱ्यो नि त अनि स्माइल सरी हजुर बस्नु तपाईँ बस्नु हल्का यति यसरी खुट्टा यस्तो गर्नुभयो भने हुन्छ अलि अझै यता हुनु ठिकियो है हात धेरै होइन कि जस्ट जेन्टल है भयो ठिक छ ल स्माइल धेरै नटास्दिनु अलि अगाडि आउनु भयो ठिक छ हात राख्नु भयो नि हाल्छ उतातिर हेर्नु त्यही यसरी राख्नु त हात यसरी ठ्याक्क क्यामेरामै हेर्नु अलि यसरी जानु अलि नजिक त्यसरी अलिक पछाडि आउनु यतिको खोइ हात दिनु यसरी यो हात यसरी राख्नु ल एउटा हात चाहिँ कानमा यो हात पछाडि राख्नु अलि नजिक यसरी
टाउको अलि यसमा हाँस्नु खै त अनि हाँस्नै भएन हाँस्नु त ल ए भयो भयो ल छोरा यता जानु अनि यता हेर्नु त्यो बस्ने ठाउँमा राख्नु न कुन चाहिँ होला है त्यो के अरे बक्खुमा हुनुहुन्थ्यो नि उहाँको जस्तै होइन बस्नु ल लक्ष्मीको होइन बक्खु के ड्रेस बक्खु नट बक्खु यसलाई थियो होला नि के त्यहाँ हो र के त्यहाँ हो र पनि हो भुइँमा पनि त्यस्तो भएको भुइँमा थियो थियो? कि एकदमै त्यो सार्प जलाइन देखाएको थियो कि मलाई त्यस्तै चाहिएको साइडको त्यो कोही फोटो ल बस्नु त अब पुरा गर्ने नि इच्छा खुट्टाले अगाडि ल्याउनु अझै गरी एकदम कम्फर्टेबल भएर बस्नु माथि हेर्ने यतिको ढाड सिधो गर्नु ल हुन्छ हुन्छ दुइटै हात माथि राख्नु त अनि ठ्याक्कै क्यामेरामा हेर्नु निकाल्ने हो नसक्ने भए म त बाङ्गो बसेको अब नहाँस किन हाँसेको बिचरा बुढातिर मात्रै गइसकेको म त जानु पर्यो नि त अनि भिडियो गर्नु त खुट्टा अलिकति तँले चाहिँ फेरि केही ट्रिगल गर्यो के अलि यता गर्नु टाउको हो भयो ठिक छ ल बल्ल भयो तपाईँ त सिधै हुनुभयो नि हुन्छ क्या सिधै अलि अगाडि आउनुभयो साइडमा हो यसो राम्रो देखेँ आज फाइनल्ली हाम्रो सुट पनि सकियो तपाईँहरूले देख्नु नै भयो होला एकदमै ठुलो फ्यामिली थियो होइन एकदमै रमाइलो पनि भयो हाम्रो धेरै उमेर पुगेको हजुरबाको फोटोसुट गर्न पाउँदा चाहिँ एकदमै खुसी लाग्यो किनकि यो फोटो नै पछि मेमोरी बनेर बस्ने हो होइन मान्छे हामी त कहाँ कहाँ जान्छौँ अब कोही विदेश जान्छ कोही आफ्नै काममा आफ्नै जिन्दगीमा व्यस्त हुन थाल्छ तर यो फोटोले चाहिँ उहाँहरूलाई जहिले पनि याद दिलाउनेछ कि उहाँहरू एक समयमा चाहिँ सबैजना सँगै हुनुहुन्थ्यो यदि हजुरहरूलाई पनि फ्यामिली सुट गर्न मन छ अनि एउटा मेमोरी क्रिएट गरेर राख्न मन छ भने हाम्रो दृश्य स्टुडियोलाई सम्झिनु होला धन्यवाद